हेलो नमस्ते सबैजनालाई। आजको भिडियोमा चाहिँ म मेरो सानो करेसाबारी देखाउँदैछु र मैले लगाएको सागसब्जीहरू। यो चाहिँ रायोको साग मजाले आएको छ, यस्तो पारेको छ। यहाँ चाहिँ स्नेक प्लान्ट पनि छ। अहिले चाहिँ अब रायोको सागको सिजन भएकोले गर्दा धेरै नै छ। यो चाहिँ मैले बिउ राखेको, कत्रो झ्याप्प परेको छ। यो चाहिँ छ्यापे स्प्रिङ अनियन पनि भन्छ यसलाई चाहिँ। यहाँ चाहिँ मैले मुला पनि अलिकति लगाएकी छु। मुला पछि अलिकति प्याज पनि छ। यो चाहिँ भर्खर लगाएको, भर्खर सरेको मात्र छ। चाहिँ क्यारोट र बिटरुट छ। बिटरुट चाहिँ फर्स्ट टाइम हो मेरो। हेरौँ कस्तो हुन्छ। मैले रायोको बिउ राखेकी छु, बिरुवा बनाएको मजाले आएको छ। र यता भित्तापट्टि चाहिँ घिउसिमी र एक दुईवटा मकै पनि लगाएको छु। र यहाँ माथि चाहिँ हिउँदे सिमी छ। अनि यहाँ चाहिँ मेरोमा काउलीफ्लावर पनि छ, लागिसकेको छ। काउलीफ्लावर चाहिँ यस्तो लगाएको छु। तीन चारवटा अस्ति मैले हटाइसकेको। यहाँ पनि काउली नै लगाएको छु। यो चाहिँ मैले आफै बिरुवा बनाएर लगाएको हो, बेर्ना बनाएर। काउली, क्याबेज चाहिँ ब्रोकाउली हो। धेरै चाहिँ छैन, तर सबै अलिअलि लगाएको छु मैले। हिउँदे सिमी यसरी फलेको छ। मजाले फलेको छ। टोमेटो पनि छ मसँग। यस्तो सिमीलाई मैले यसरी लगाएको छु। यो चाहिँ सानो बोरा छ। र यहाँ चाहिँ मैले रायोको साग अनि मेवा छ यहाँ। र छेउमा चाहिँ यो ब्रिन्जल, यो चाहिँ पोक्चोय, पाक्चोय खै के भन्छ। म चाहिँ यसलाई चाइनिज साग भन्छु। यसको बिरुवा चाहिँ मसँग धेरै नै छ।